कमर नदी देखियो खारी तीर्थ मेरो बुढी र सालीको फोटो हेरेर पनि यो पर देखिने चाहिँ सिमरा गाउँ हो यो हिजो भनेको चाहिँ चोलुङ पार्क किङदेन स्कुल डाँडा इमाटारको चोलुङ पार्क हो यो थुङसेलिङ गाउँ देखियो ल थुङसेलिङ गाउँ यो कुम्भकर्ण हिमाल कञ्चनजङ्घा हिमाल देखियो यो 8 सङ्क्रान्तिको डाँडा देखिँदैछ यो फिलिम बजार चाहिँ यहाँबाट देखिन्छ फिलिम बजार त के हो छुवानु लागेको छ क्या हो यो मधुरो देखियो त कुम्भकर्ण कञ्चनजङ्घा हिमाल चाहिँ राम्रो देखियो यहाँनिर चाहिँ टिकटक बनाउने ल यहाँनिर चाहिँ निशा आङदेन्दे र नुमा आङदेन्दे यो तलको आज यहाँ सरसफाइ कार्यक्रम हुँदैछ चोलुङ पार्कमा सरसफाइ कार्यक्रम भव्य चलिरहेको छ आज चोलुङ पार्कमा झाडीहरू फाड्ने झारपात उखेल्ने जलाउने काम हुँदैछ यो तलको भाग चाहिँ सरकार भनेर श्रमदान रहेछ क्या सरसफाइ श्रमदान कार्यक्रम यता चाहिँ एकदम सिधा लाइट पऱ्यो राम्रो देखियो क्या थुङसेलिङ यो त लामै हुन्छ नि त अब तल आउनु है ल चोलुङ पार्कको यो दृश्य हो यो विश्राम स्थल यो चर्पी टोइलेट यो घर यो फुलबारीहरू एकदमै राम्रो झार काट्ने काम भइरहेको छ फोटो खिच्ने हो अहिले खिचौँ न त यहाँ बच्चाहरू खेलिराख्नु भएको छ यो सिँढी फलामको सिँढी छ यहाँबाट चाहिँ मकालु हिमाल पनि देखिँदो रहेछ माउन्ट मकालु ओ यता तेर्थुम र सङ्घासभाका सिमानादेखि उत्तरपट्टि अघि माथिदेखि चाहिँ राम्रो देखिन्थ्यो माउन्ट मकालु अनि यो कुम्भकर्ण कञ्चनजङ्घा यहाँबाट फिदिम देखियो यो देखिएको चाहिँ फिदिम सहर हो यो माङहिम सम्मानफे चोलुङ माङहिम ढुङ्गा ठुलो यो त ममा यो युट्युबमा लाउने भिडियो हो राम्रो ल सरसफाइ कार्यक्रम बडार कुडार यो फुटपाथ पैदल सरसफाइ भइरहेको छ यहाँ नानीहरू पिङ खेल्दै हुनुहुन्छ टावरको पनि एउटा भनौँ न त खिच्यौँ एउटा खिच्यौँ यो टावर चाहिँ यस्तो छ भ्यू टावर
यसलाई चाहिँ भ्यू टावर भनेको त अङ्ग्रेजी हो, नेपालीमा भन्नुपर्दा चाहिँ यसलाई दृश्य अवलोकन गर्ने ठाउँ। धरहरा नेपालीमा भन्नुपर्दा चाहिँ धरहरा हो। यो धरहरा हो। यो चाहिँ सङ्ग्रहालय भवन हो। यहाँ फुलबारीहरू एकदम राम्रो छ। यो अघिल्लो साल चाहिँ यस्तो फुलबारीहरू त्यस्तो राम्रो थिएन, यसपाल चाहिँ धेरै राम्रो भएको रहेछ। बगैँचा, फुलबारी, धरहरा, सोलुम हिम नाङिम एकदम राम्रो छ। यो पनि छ, यो पनि राम्रो छ। आज यहाँ व्यापक सरसफाइ कार्यक्रम चलिरहेको छ।